हेलो गाइज लासो फ्याफुला वेलकम ब्याक टु माई च्यानल। आज पनि म तपाईँहरूको लागि नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ मेरो भिडियो रहेको छ भ्लग। हामी चाहिँ आज जाँदैछौँ श्रम संस्कृति पार्क यहाँ धरानको। मेरो मम्मीहरू उताबाट मेरो माइतीपट्टिबाट आउनु भएको छ अनि उहाँहरूलाई घुमाउँदै टाढा। यता चाहिँ हुनुहुन्छ मेरो मम्मी, यता मेरो दिदी। हामी चाहिँ अब रेडी भएर निस्किन आँटेको घरबाट। अब हेर्दै जाऊँ के देखाउँछु। सी यू इन द ब्लग। पेचाना कौन टुङडुङ ट्याडाउ ट्याडाउ। आज चाहिँ हामी आइसकेको छौँ मङ्गलबारे दिसी टावर चोक। भन्नुहोस् आमा तपाईँलाई चोकमा कस्तो लाग्यो? मलाई रमाइलो लाग्यो। धरान कस्तो लाग्दैछ तपाईँलाई? एकदम रमाइलो लागिरहेछ मलाई धरान, मेरो छोरीको गाउँघर। त्यसो भन्दै हामी अब ओसोमा भेट्छौँ। बेबी यस्तो गरिदेऊ। हेलो छिटो हेलो गाइज गरिदेऊ न, आमाको ब्लग हो। हेलो गरिदेऊ न। खुसी लागेको छ मेरो छोरीलाई। हामी चाहिँ यहाँ श्रम संस्कृति पार्क पनि आइपुगिसकेको छौँ। यहाँनिर चाहिँ आज सैटरडे भएर होला निकै भिड देखिरहेको छु। यतातिर हेर्नुहोस् आइसक्रिमको लाइन कति धेरै छ। अनि यसो भन्दै आज प्याक रहेछ, तैपनि एकदम घुम्ने रमाइलो गर्ने प्लान बनाएर आएको छौँ हामी आज होल फ्यामिली। अब पछाडि तपाईँहरूलाई पनि यो श्रम संस्कृति पार्क कस्तो बनाउनु भएको छ, अहिले नयाँ के थपियो के छ भनेर देखाउँदै जानेछु। त्यो भन्दा त यो कस्तो राम्रो छ त। हेर्नु न कति राम्रो चिजहरू बनेको रहेछ। यो चाहिँ सबै ह्यान्डमेडहरू हो। अनि यो चाहिँ राई जातिको खै के पो भन्छ यसलाई? यो त राई जातिको के पो हो? यसलाई चाहिँ बुन्छत भनिन्छ। यहाँनिर चाहिँ हाम्रो एकदम प्रिय माया धराने बेसार पनि पाइँदो रहेछ। लोकल एकदम हाम्रो हर्क साम्पाङ मेयर एक्स मेयर साहबको माया धराने। सो गाइस अहिले चाहिँ हामी उयो गेटमा आइसकेको छौँ र छिर्न आँटेको छौँ र म र बहिनीलाई चाहिँ यहाँनिर हेप्दैछौँ सबैजना मिलेर। बेबी के भनिदेऊ त यहाँ? अब ब्लगको इन्जोय गर्नु होला। धन्यवाद। यहाँनिर चाहिँ हामी पार्कभित्र चाहिँ आइपुगेको छौँ। यहाँ हाम्रो एक्स मेयर साहब हर्क साम्पाङ जीको स्ट्याचु अगाडि। उहाँहरूले काम पनि राम्रो गर्नुहुन्छ, त्यही अनुसारको हेर्नु न स्ट्याचु पनि कति राम्रो बनाइदिनु भएको छ। यो पार्कै एकदम राम्रो बनेको रहेछ। हामी चाहिँ धेरै भएको थियो नआएको।
अस्ति हामी यो बनाउँदै आएको थियौँ, त्यो पछाडि आएको थिएनौँ। अहिले यहीचोटि आएको, एकदम राम्रो बनेको रहेछ। अझै हामी भित्र हेर्न जाँदैछौँ कस्तो के छ। यतिमै म त एकदम खुसी भइसकेँ। आमा भन्नु तपाईँलाई यहाँ पार्कमा के कस्तो लाग्दैछ त? तपाईँको भोट आउँदैछ, तपाईँ पनि एकदम माटोको समर्थक भन्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? मलाई त एकदम रमाइलो लागिरहेछ। पार्क घरको साङपाङको एकदम राम्रो तरिकाले बनाउनु भएको रहेछ। उहाँको यति राम्रो देख्दाखेरि मलाई एकदम सुन्दरता देख्दा एकदम खुसी लागिरहेछ। छोरी मलाई त घुम्नु एकदम रमाइलो लागिरहेछ आजको दिन। सन्ध्या हाम्रो आमा छोरीको इन्टरभ्यू पनि यहीँ समाप्त हुन्छ। लु आउनुहोस्, अब हामी तपाईँहरू पनि हेर्नुहोस् यहाँको सुन्दरता के कस्तो छ। को हो यो मान्छे? को यो को? यो मान्छे मैले यहीँ भेटेको भर्खर। कहाँबाट आएको? कुनै 5 रुपियाँ देऊ 5 रुपियाँ देऊ भन्दैछ। म दिदिनँ भनेको। हेर्नुहोस् गाइजहरू, यो पार्कमा यस्तो मान्छेहरू पनि भेटिन्छन् 5 रुपियाँ माग्ने। त्यही भएर सचेत हुनु होला यो पार्कमा आउँदा चाहिँ। त्यसो भन्दा यहाँनिर चाहिँ हामी यो नयाँ बनेको गोर्खा चौतारी गोर्खाजहरूको लागि मेमोरीमा बनाएको होला सायद, जहाँसम्म लाग्छ मलाई। अनि नयाँ बनाउनु भएको छ। यहाँ यत्रो ठुलो वर्ड उता देखाइदिनुहोस्, गोर्खा चौतारी भनेर लेखिएको छ। यता आउनुहोस्, अब यता जाने बाटो होला यो। यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो एक्स सोल्जर। मामा तोप हान्ने तोप हान्ने यहाँनिर चाहिँ रहेछ हाम्रो खै कतिको तोप। राखिदिनु कोही पनि छैन होला नि। तोप हान्ने तोप। Yes. Guys, original scope from Ratna Park. यहाँनिर चाहिँ ढिक्की पनि बनाएर राखिदिनु भएको रहेछ। अहिलेको जेनेरेसनहरूले पनि चिनोस् ढिकी भनेको के हो भनेर। ओखली रहेछ यता चाहिँ जाँतो। हाम्रो पहिला कतापट्टि घुमाउँछ? यतै हो, म त घुमाउनु नै सक्दिनँ त नि। यता आलु घुमाउनु नसक्दो रहेछु। यो कम्ता भारी रहेछ। यो चाहिँ पहिलाको जमानाको सबै हाम्रो पुर्खाहरूले युज गर्दै आउनु भएको सामग्रीहरू। ढिकी, यो के अरे जाँतो, ओखली सबै यहाँ संरक्षण गरेर राखिदिनु भएको रहेछ, विलोप भएर नजाओस् भनेर। अझै यहाँ पनि रहेछ मिक्सरको जमानामा लोहोरो र यो अचार बनाउने। यहाँ चाहिँ डोको पनि रहेछ, आमा बोकेर आउँदै हुनुहुन्छ। देख्नुभयो अहिलेको जेनेरेसनलाई यो ढिकी होइन, ढिकी च्याउ जस्तो लागेर उनीहरू के अरे त्यो सिसो मानेर खेल्दैछन्। यो चाहिँ राईको जातीयतामा उनीहरूको झल्काउने चिन्डो भनिन्छ अरे यसलाई चाहिँ। हो त्यसबाट एकदम पानी यहाँनिर एकदम रसिलो धरानको चिसो पानी आउँदैछ। यहाँ चाहिँ अनि तपाईँहरू एकदम पार्कमा आउनुभयो, घुम्नुभयो, अनि त्यो पछाडि थाक्नुभयो भने आराम गर्नको लागि यहाँनिर एकदम सिट छ। यहाँ चाहिँ बेबी पनि बसिसक्नु भएको छ। हेलो भन्थ्यो बेबी। हेलो गाइस भनिदिनु न त छिटो। Hello guys, I'm also want to help. Hello guys. हेलो 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 बेबी फिस कस्तो लाग्यो बेबीलाई? आमा फिस खाँदैन टोटराइज। टोटराइज त्यहाँ ठेकी त्यहाँ रहेछ। ठेकी पानी झरिरहेछ ठेकीबाट। माछा हेर्नु, माछा के गर्ने होला? खेल्नु लानुहुन्छ तपाईँ घरमा बेबी? त्यो माछा लगौँ कि हुँदैन? हुन्न है, पार्कको माछा लगाउँ। बलगमको खोल खायो अब त्यसले।
कस्तो यस्तो कुरो त नहालिदिनु नि हो केही ल्याएन नि हामीले के हाल्नु पा हुन्थ्यो नि के अरे ऊ पौरोटीहरू चाहिँ काम नलाग्ने मान्छेहरू बल्ल बल्ल आइपुग्नु भएको छ मेरो बेबी सिटर लिएर आएको तर नो नो दे आर भेरी मच युजलेस हामीलाई तल बेकार बेबी सिटर बनाएको छ आज त्यही भएर हामीलाई एकदम चित्त दुखेर हामी एकछिन पिस भएको ठाउँमा गएर आएको अरू केही होइन एकछिनको नौटङ्की हो हाम्रो दे यो आर भेरी मच युजलेस बेबी सिटर बेबी फिस पकाउने श्रम संस्कृति पार्कभित्र चाहिँ यहीँनिर एकदम शान्तिको प्रतीक शान्तिलाई एकदम सङ्केत गरेर गौतम बुद्धको यहाँनिर मूर्ति पनि राख्नु भएको रहेछ एकदम शान्त सुन्दर वातावरणमा बिचमा पिसको खोजीमा कोही आउन चाहनुहुन्छ भने एकदम उहाँहरूको लागि एकदम राम्रो ठाउँ रहेछ शान्त वातावरणमा बनिएको ठाउँ रहेछ बोटकेमा अरे बिरी दिदी माटोमा यहाँनिर चाहिँ रहनु भएको छ के बोकेको मान्छे हो आमा यो हलो जुवा बोकेको मान्छे दिनु भएको छ यहाँ पछाडि हलो जुवा मात्रै भएर पुग्दैन यो के हो यो के हो त्यसलाई के भन्छ त्यसलाई यहाँ हाल्ने ठेडी डोरी बान्ने होइन भएन मिलेन यो सैलो ए सैलो के हो त्यसलाई चाहिँ के भन्छ त्यसलाई यो ठेडी ठेडी हो त्यो चाहिँ ठेडी यो के हो काठ होला हलोको काठ के काठ भन्छ त्यसलाई के भन्छ यसलाई पछाडि पनि खान्छ त्यो एउटा अनुवा हो अनु अनि तल पाटी हुन्छ अनि फाली हुन्छ अनि त्यसलाई अड्काएको यो हरिस हरिस भन्छ त्यसलाई सबै कुरा भयो अब एउटा चिज छैन यहाँ के छैन एक हलगोरु छ अरू चिज पनि छैन गोरु पनि बनाउनु पर्ने छेउमा जोतारो छैन यो जोतारो भन्ने हुन्छ यहाँ एउटा डोरी लगाएर यताबाट बाँध्ने गोरुलाई बाँध्ने गोरु जोतारो बान्दा पनि हुन्छ नि डोरी निकालेर हलुड छ हलुड छ त यो हलुड चाहिँ के गरेछ भैँसीको छालाको हो कि अनि यहाँ यसलाई के भन्छ यहाँ आउनु पर्छ ए थुप्रो यहाँ आउनु यहाँ फाली होइन यो परुवा हो परुवा त्यो चेप्ने पो पर्यो यहाँ हेर्नु न यहाँ आउनु न मैले यसलाई त सोधिरहेको छु। ढोलको अगाडि यो चिजहरू भनेको हामीले मात्रै बुझेर भएन हाम्रो छोराछोरीलाई तिमीहरूको छोराछोरीलाई पनि यो सिकाउनु हाम्रो सभ्यता हो हाम्रो पहिचान हो त्यसो भन्दा भन्दै तपाईँले कोन बनेका करोडपट्टिमा जित्नु भएको छ 1 करोड त्यसो भन्दै सबै थाहा पाउनु भयो होला के भन्छ अनि यता चाहिँ भन्छ च्याब्रुङ च्याब्रुङ लिम्बूको सिलाम सागमा पनि रहेछ अनि च्याब्रुङ यहाँनिर चाहिँ माटोको प्रतीक एकदम यहाँको फोटो खिच्नुपर्छ त हर्का साम्पाङजीको के पो लोगो होइन भोटिकेमा भन्दै यहाँनिर भोट चाहिँ भन्नु अरे म चाहिँ भन्दिनँ आफ्नो जे इच्छा लाग्छ त्यहाँनिर दिनु होला भोटकेमा माटोमा आफूलाई जेमा राइट जस्तो लाग्छ आफ्नो त्यहीमा दिनु होला म चाहिँ योमा त्योमा चाहिँ भन्दिनँ म पनि मलाई जेमा मनपर्छ त्यहीमा दिने हो त्यसो भन्दै तर यहाँनिर हाम्रो हर्का साम्पाङ सरको लोगो रहेछ अनि यहाँनिर चाहिँ भोट के मारे आमा भोटकेमा माटोमा छोरी आमा चाहिँ एकदम माटोको समर्थक पर्नुभयो त्यही भएर माटोमा भन्दै हुनुहुन्छ बिरी दिदी भोट केमा हो हाम्रो चाहिँ एकदम माटोमा चलिरहेछ है त्यसो भन्दै अब हामी चाहिँ यहाँबाट फेरि के लेखेको रहेछ फेरि पनि आउनु होला भन्दै बिदा माग्दै अब घरतिर लाग्यौँ
यहाँनिर एकदम सानो बच्चासँगको भ्लगिङ हो यो चाहिँ। गाइस कोरियन ब्लगर अन द नेट लु बाई भन्दै बेबी। बाई बाई यहाँ फेरि छुट्टै छ सानो भ्लगरको के चल्दैछ, के गरिदिएको हो गरिदेऊ त फेरि। लु सबैजना अब चाहिँ हामी घर फर्किँदैछौँ। बाई बाई भनिदिनुहोस्। बाई।